नमस्कार साथीहरू। आज म विशेष तरिकाले तपाईँहरू सामु एउटा सानो र छोटो सान्दर्भिक र महत्त्वपूर्ण विषय लिएर आएको छु। धरान संसारी क्षेत्रबाट धरान सुनसरीको नेतृत्व गरेर जानुभएका माननीय संसद हर्क साम्पाङको बारेमा कुरा गर्न गइरहेको छु। माननीय संसद हर्क साम्पाङले अहिले संसदमा देखाएको व्यवहार, उहाँको क्रियाकलापहरू हेर्दाखेरि उहाँ एउटा परिपक्व मान्छे जस्तो देखिए। उहाँ धरानकामा पहिला मेयर हुँदाखेरि र धरानमा गर्नुभएको काम देख्दा नेपालभरिका सम्पूर्ण जनताहरूले सामाजिक सञ्जालबाट उहाँलाई देख्नेहरू सबैले समर्थन सहयोग गरेका थिए। तर हर्क साम्पाङजी यो सदनमा गएपछि आफ्नो हुलिया बदल्छन् भन्ने कुरो कसैलाई पनि थाहा थिएन। हुन त प्रतिनिधिले सत्तापक्षलाई खबरदारी गर्नुपर्छ, हामी त्यसमा मान्छौँ, तर उहाँले खबरदारी गरेको सुहाएन। उहाँको शैली भएन, त्यो शैलीलाई बदल्नुहोस्। तपाईँले त्यहाँनिर गर्नुभएको प्रतिनिधि सभाभित्र विरोध गर्नुभएका ती शैलीहरूलाई र बुदाहरूलाई बदल्नुहोस्। तपाईलाई धराने जनताले त्यस्तो हरकत देखाउन हर्कजी पठाएको होइन। त्यहाँ कानुन निर्माण गर्नुपर्छ, जनताका हक हितका लागि कानुन निर्माण गर्छ। दलित, जनजाति, आदिवासी, पिछडिएका वर्गहरू यस्ताहरूको लागि काम गर्न तपाईँलाई धरानका जनताले निर्वाचित गरेर तपाईँले ती धरानका जनताका ती नाकहरू काट्न पाउनुहुन्न। आज तपाईँको बदनामीले गर्दा धरानका जनताहरू लालायित भएका छन्। नाक देखाएर हिँड्नलाई गाह्रो भएको छ धरानका जनताहरू। तपाईँलाई के थाहा छ? तपाईँ आफ्नो निर्वाचन क्षेत्रमा गएर त आफ्ना जनतासँग भालाकुसारी गर्नुहोस् त। जनताले तपाईँलाई के सन्देश दिन्छन्? तपाईँ एउटा विज्ञ मान्छे, तपाईँले त्यो रवैयाहरू, त्यो शैली परिवर्तन गरेर तपाईँ बलाज्मी तरिकाले आफ्नो माग माग्नलाई सदनमा प्रवेश गर्नुहोस्। आफ्नो मागभन्दा जनताको माग र जनताको एजेन्डा उठाउनलाई तपाईँ समर्पित हुनुहोस् हर्कजी। ती बिना कामका बगौडाहरू निकालेर सदन अवरोध गर्नु हुँदैन। त्यो तपाईँको नैतिकताले दिँदैन। तपाईँ त्यो नैतिकताभित्र पर्नुहुन्न। तपाईँ त्यो नैतिकताभन्दा माथिको मान्छे हो, त्यसैले तपाईँले त्यो कार्य तुरुन्त बन्द गर्नुपर्छ हर्कजी। र तपाईँलाई धरानका जनताले त्यहाँ गएर सोध्नुहोस्, धरानी जनताले तपाईँलाई के भनेर पठाएको छ। धरानका जनताले तपाईँलाई भन्छन् हाम्रो नाक सधैँ ठाडो होस्, तिम्रो कारणले हाम्रो नाक यस्तो ठेक्चो नहोस् भनेको छ। त्यस कारणले गर्दा तपाईँ हर्कजी त्यहाँ गएर धरानी जनतासँग संवाद गर्नुहोस् र धरानी जनताको मन जितेर अगाडि बढ्नुहोस्। यता आउनु चमेली, मलाई त जाडो भयो, तिन पानी राख्छ, खै के गऱ्यो। यो क्रियाकलापबाट तपाईँ टाढा रहनुहोस्। तपाईँ माननीय हुनुहुन्छ। नमस्कार।